तेस्रो राष्ट्रिय दौडतान प्रतियोगिताको पुरुष 640 केजी तर्फको फाइनल खेल नेपाल पुलिस भर्सेस नेपाल आर्मी बीच हुन गइरहेको छ। कृपया टिमको नाम भएको फ्लेक्स तपाईहरु अगाडि यसो राखिदिनु हुन अनुरोध गर्दछु, पछाडि बस्ने साथीहरुले। यसका साथै पहिलो सेट नेपाल पुलिसले 29 सेकेन्डमा आफूतर्फ तान्न सफल रहेको म जानकारी गराउँदछु।
यसका साथै दोस्रो सेटमा नेपाल आर्मीले नेपाल पुलिसलाई 23 सेकेन्डमा आफूतर्फ तान्न सफल रहेको छ। पहिलो 2 सेट दुवै टोलीले एक एक सेट जितेको हुनाले खेल तेस्रो सेटमा जानेछ र तेस्रो सेटमा ट्र्याक चुज गर्नको लागि पुनः टस हुने म जानकारी गराउँदछु। तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता अन्तर्गतको फाइनल खेलको फाइनल सेटमा छौं हामी। यस प्रतियोगिताकै अन्तिम सेट खेल्नलाई नेपाल पुलिस र नेपाल आर्मी तयारी अवस्थामा हुनुहुन्छ। तेस्रो सेटको लागि टस नेपाल पुलिसले जितेर आफूले चाहेको स्थानतर्फ रोजेको म जानकारी गराउन चाहन्छु। यसका साथै 24 सेकेन्डमा नेपाल पुलिसले नेपाल आर्मीलाई आफूतर्फ तान्न सफल रहेको छ र नेपाल पुलिसले नेपाल आर्मीलाई फाइनल खेलमा 2-1 को अन्तरले जित्न सफल रहेको छ। कृपया टिमका खेलाडीहरूलाई लाइन लाग्दिनु म अनुरोध गर्दछु।